साथीहरु अब म लेक्चर स्टार्ट गर्नुभन्दा अगाडि म तपाईहरुलाई केही कुराहरु आफ्नो मनको कुराहरु शेयर गर्छु ठीक छ साथीहरु हाम्रो पीएचडी जर्नी 4 सालको छ ठीक छ नि फर्स्ट इयरमा 3टा सब्जेक्ट सेकेन्ड इयरमा 3टा थर्ड इयरमा 2टा र फोर्थ इयरमा 1टा साथीहरु यसरी हेर्दाखेरि के भइराछ के थाहा पाइराछ यहाँबाट कि one student one subject न one student one subject ठीक छ साथीहरु one man one task न one doctor one branch one teacher one subject ठीक छ साथीहरु म तपाईलाई के भन्छु भने एउटा सब्जेक्ट मास्टर गर्नुस् के एउटा सब्जेक्ट ठीक छ नि एउटा सब्जेक्ट जसरी पनि मास्टर गर्ने पर्छ ठीक छ नि मास्टर इन one ठीक छ नि मास्टर इन one एभरेज इन अल ठीक छ नि एउटा सब्जेक्टमा मतलब 90 प्लस हुनु पर्यो के जसरी पनि हैन त्यो हुन्छ हैन मतलब one man one task हुन्छ हो कि नै अरु सब्जेक्टमा 50 आइने भयो या कि फर्स्ट सब्जेक्टलाई मास्टर गरिसकेपछि अनि अरु टाइम बचिरहेछ भने अरु टाइमहरु बचिरहेछ भने एक्स्ट्रा टाइम बचिरहेछ भने अरु त्यो टाइम अर्को सब्जेक्टमा इन्भेस्ट गर्ने ठीक छ नि लेकिन फर्स्टमा मास्टर इन one एभरेज इन अल हुनु पर्यो ठीक छ नि ओके फर्स्ट one सब्जेक्टमा 90 प्लस हुनु पर्यो र अरु सब्जेक्टहरुमा बाकी सब्जेक्टहरुमा 50 प्लस भइनु हुन्छ ठीक छ ओके हजुर यो तपाईको पीएचडी जर्नी कुरा हैन अब हाम्रो लर्निङ रोड म्याप के हो कि नै विद्यार्थी जीवनको लर्निङ रोड म्याप के हो ठीक छ फर्स्टमा अन्डरस्ट्यान्ड भिडियो हेरेर किताब पढेर नोट्स बनाएर ठीक छ सेकेन्डमा रिकल गर्नु पर्यो रिकल थर्डमा रिभिजन र फोर्थमा क्वेशन प्र्याक्टिस फाइनली एक्जाम हुन्छ र पास हुन्छ हैन साथीहरु यो कुनै स्टेप मिस भयो भने नि कुनै स्टेप यदि मिस भयो भने लर्निङ जर्नी अधुरो हुन्छ कुनै च्याप्टर अधुरो हुन्छ ठीक छ नि अनि के हुन्छ समस्या आउँछ लास्टमा एक्जाममा अनि स्ट्रेस आउँछ नि ठीक छ साथीहरु त यो के लर्निङ रोड ठीक छ नि यति मलाई कुराहरु शेयर गर्नु थियो अब म तपाईहरुलाई लेक्चर स्टार्ट गर्छु